हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। मलाई पनि एकदम सन्चै छ। ल है सबैजना साथीहरूलाई चाहिँ ह्याप्पी दसैँ है त। ह्याप्पी दसैँ। आज चाहिँ हामी चाहिँ अब दसैँ मनाउनको लागि चाहिँ ठ्याक्क केउतो जाँदैछौँ है त। म यता छु, यता मेरो बुढी यहाँ रेडी भएर बसिरहेको छिन् जानको लागि। हामी चाहिँ बस कुरिरहेछौँ। यता ऊ ज्वाइँ साहब यता हुनुहुन्छ बाबु। हजुर ल ज्वाइँ साहब यता हुनुहुन्छ है। मैले त्यो देखेँ त्यसपछि बहिनी र भान्जो बहिनी र भान्जो यता। हामी चाहिँ ट्याक्कै हिँडिसक्यौँ, केउतो जानु लाग्यो। हामी बस कुरिरहेछौँ। आइसी अगाडि देखिरहेको ठुलो बिल्डिङ चाहिँ मेरो कम्पनी हो। मेरो कम्पनी हो ठुलो बिल्डिङ चाहिँ। अब टक्क बस आइपुग्ने बेला हुन लाग्यो। अब हामी चाहिँ जाने तयारीमा छौँ है त। ल सानी, यो वर्षको दसैँ चाहिँ हामी चाहिँ अब यहाँ जापानमा भएको बहिनी यता बहिनी ज्वाइँ तर प्लस उता केउतोको बहिनी ज्वाइँ सबैजना बसेर सँगै एकै ठाउँमा बसेर चाहिँ दसैँ मनाउनु भनेर हामी चाहिँ जान लागिसक्यौँ है त। ल के भन्न चाहन्छौ? सबजनाले हेपी दसैँ। ल एकदम घर परिवार फ्यामिलीलाई एकदम धेरै मिस गरिरहेछौँ। एकदम धेरै मिस गरिरहेछौँ। र हामी जाने गाडी चाहिँ आइसक्यो। अब हामी चाहिँ यही गाडीमा चढेर जाँदैछौँ है त गाइज। म चाहिँ देख्न सक्नुहुन्छ हामी चाहिँ यो बस चढ्योहरू हिँडिसक्यौँ। अब हामी चाहिँ यहाँको लगभग 3 घन्टादेखि 3.5 घन्टामा ओसाका पुग्छौँ। ओसाकाबाट चाहिँ हामी ट्रेनमा जान्छौँ। हामी चाहिँ अहिले चाहिँ बसमा हिँडिरहेछौँ। 2022 सालको दसैँ चाहिँ हामी जापानको केउतोमा गएर मनाउन लागिरहेछौँ। सबैजनाले पुरै भिडियो हेरेर साथ दिनु होला। ह्याप्पी दसैँ सबैजनालाई। विजय दशमी 2082 को हार्दिक मङ्गलमय शुभकामना। म त्यसपछि मेरो बुढी त्यसपछि उता बहिनी ज्वाइँ अनि भान्जो। अनि अब हामी चाहिँ उता मेरो अर्को बहिनी ज्वाइँबाट गएर चाहिँ मनाउँदैछौँ दसैँ यो वर्ष। अब एकचोटि चाहिँ अब हामी यहाँ जो जापानमा भएको चाहिँ अब हामी चाहिँ आफन्त चाहिँ सबैजना एकै ठाउँमा चाहिँ फ्यामिली एकै ठाउँमा जम्मा भएर चाहिँ यो 2082 सालको दसैँ चाहिँ हामी मनाउँदैछौँ है त। ट्याक्क उता बहिनी चाहिँ ट्याक्कै आनन्दले गफ गर्न थालेर उता बहिनीलाई चाहिँ हामी हिँडिसक्यौँ भनेर मेसेज गर्नु भन्दै चाहिँ हामी ट्याक्क जाँदैछौँ। अनि कति मिस गरेको धेरै। मैले पनि एकदम धेरै मिस गरेको छु। मेरो भान्जो चाहिँ यसरी बसिरहनु भयो है। हामीलाई त मामा भइसक्यो त कोही पनि चाहिँदैन। हामी गाडीमा छौँ। बहिनी चाहिँ निद्राइसके। मलाई चाहिँ निन्द्रै लागेन अरे। टाउको दुख्यो अरे। मेरो भान्जो चाहिँ बहुत आनन्दले बसिरहनु भएको छ। हाँस्दिनँ भान्जो के भन्छ त हेर्नु। भान्जो चाहिँ मसँग गफ गर्दै हुनुहुन्छ। यहाँ त अब पुरै अन्धकार भइसक्यो बाहिरको सिन देखाउनलाई त। देख्नुभयो मेरो भान्जो कति ज्ञानी हुनुहुन्छ। कति ज्ञानी हुन्छ मेरो भान्जो। मसँग गफ गर्नुहुन्छ हेर्नु है त। ठुलोमा भाट जान्न। ठुलोमा भाट जान्न। एकदम रमाइलो भइरह। हजुरहरूलाई धेरै मिस गरिरहेछौँ। यहाँ रेस्ट गर्नको लागि रोकेको छ अनि त्यही भएर हामी चाहिँ यहाँ रेस्ट गर्न झरिसकेको छौँ। गएर म यता हिँड्दैछौँ। हामी आएको बस उता पर छ। हामी चाहिँ यहाँ हिँड्दैछौँ। हामी चाहिँ यहाँ ट्याक्क अहिले ब्रेक भएर चाहिँ यहाँ केही खानेकुरा लिनको लागि चाहिँ ट्याक्क लाएर कुराहरू हेर्दैछौँ लिनको लागि। यता
ज्वाइँ त अगाडि हिँड्दै हुनुहुन्छ। ज्वाइँमा चाहिँ यता यहाँ हेर्दैछौँ के लिने के पनि लिइसकेर हामीले फर्किसक्यौँ। हामी जान लाग्यो गाडी चाहिँ यही हो। अब हामी ब्रेक टाइम लगभग सकिसक्यो। अब हामी जान्छौँ। फाइनली हामी चाहिँ अब ट्रेन चढ्ने ठाउँमा पनि आइपुगिसकेका छौँ। अब यहाँबाट चाहिँ हामी ट्र्याक्टर लगाएर अब ट्रेन चढ्ने ठाउँतिर जान्छौँ। बसबाट ठिकै झरिसकेका छौँ है त। ल बसबाट झरिसक्यौँ। अब चाहिँ हामी ट्रेन चढ्ने ठाउँमा जान्छौँ। एकदम भिडभाड हुँदो रहेछ। म त फर्स्ट टाइम हिँडेको है। देख्नु पर्यो नि त। फेरि मलाई देखाएन, म देखिनँ भन्ने बहिनी यता फेरि ज्वाइँ सब कुदेर केही छैन। कति हतार भाइ बाबु? बाबु कति हतार भयो? कस्तो लागिरहेको? यो फ्यामिली टुर भयो है। अन्त चाहिँ यहाँबाट ट्रेन चढिसक्यौँ। हामी फेरि एउटा ट्रेनबाट झरिसक्यौँ। अब फेरि एकचोटि ट्रेन झरेपछि चाहिँ अनि बल्ल त्यसपछि चाहिँ पुगिन्छ है। बहिनीलाई पो राम्रो देख्यो त आज त। के हो एकदम राम्रो देख्यो बहिनीलाई चाहिँ। किन हो म त खासै राम्रै छ। ल अब अर्को ट्रेन चढ्छौँ। त्यसपछि फाइनली हामी पुग्छौँ। त्यसपछि फाइनली अब हामी जानेवाला आइसक्यो है त। फर्स्ट टाइम ट्रेन चढ्नु भएन अघि? सेकेन्ड टाइम हो हामी जाने। सानी अब यो सेकेन्ड टाइम ट्रेन चढ्दैछौ, कस्तो लाग्यो तिमीलाई? अनुभव के भइरह? रमाइलो भइरह? ल अब हामी चढ्छौँ। अब हामी ट्याक्क जान्छौँ है त। हामी चाहिँ ट्रेन चढेर हिँडिसक्यौँ है त। अब ल कस्तो भइरहेको? We will be stopping at every station before arriving at Maibara. The next stop is Shimamoto. Station number 830. चढ्छौँ। फाइनली ज्वाइँ साहबलाई भेटिसक्यौँ है। ज्वाइँ साहबलाई भेटिसक्यौँ। हामीलाई यहाँ ज्वाइँ साहब लिन आउनु भएको रहेछ। ल फाइनली आइपुग्यो है। फाइनली आइपुग्यो है। आइपुग्यो ल। फाइनली हामी आइपुगिसक्यौँ है। आइपुगिसक्यौँ है। यहाँ चाहिँ है बहिनी फाइनली आइपुग्यौँ है। अब सुरुमै मै छिर्छु। आइपुगिसक्यौँ है। बहिनीले यहाँ भान्जा पनि समाइसक्यो। ठुलो मम्मी ए मेरो भान्जाको ठुलो मम्मी हो भान्जा। फाइनली हामी आइपुगिसक्यौँ है यहीँ बहिनीको रुममा ट्याक्क लाएर। फाइनली आइपुगिसकेका छौँ। अब चाहिँ अब आजलाई चाहिँ मेरो भ्लग यहीँ टुङ्गाउँछु। अब भोलि कन्टिन्यू गरेर चाहिँ भोलि चाहिँ भिडियो कन्टिन्यू गरेर ठ्याक्क जोडेर हाल्छु। ह्याप्पी दसैँ ल। ह्याप्पी दसैँ। ह्याप्पी दसैँ बाबु बस्नु। मेरो पनि आयो। एकछिन हेर्नुहोस् है त। अब हामी भाइ यहाँ पैसा पनि दिनु है। 40मा भयो ल। 40 60 राम्रो छ है। ल 80मा भयो। ल 100मा गयो खोइ ल। खोल्नु भयो तपाईले खोल्नु भयो है। ल फर्काउने नि सरबारी ज्वाइँको ल। अहिले आउँछ नि यहाँ फर्काउने यसरी। यसरी गर्ने उलाई मात्र देखाउनु। यसरी हेर्नु त यहाँ तपाईले यसरी हेर्नु त यहाँ कहाँ सक्नुहुन्छ त नि? यसरी हेर्नु सक्नुहुन्छ त नि?
एक दुई वर्ष में यो दाजु फेरि लगभग 900 जति झरेको छ है त गाइस यहाँनिर चाहिँ जर बासा पन्जा झरे ल अब एउटा है त मेरो हेर्नु है त मेरो छक्का आयो एक्का आयो एक्का गुलाम मैले जितेँ है त ल ह्यापी दसैँ ल 900 खाना हो ह्यापी दसैँ है त हेलो गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला म त उठि पनि सकेँ ल गुड मर्निङ केउतो हामी चाहिँ अहिले ट्याक्क केउतोमा छौँ आज चाहिँ अब टिका विजय दशमी 2082 को चाहिँ आज चाहिँ टिका लगाउने दिन अब हामी चाहिँ ठ्याक्क म उठिसकेँ मैले मुख पनि धोएको छैन कफी बहिनीले यहाँ कफी बनाएर पनि दिइसकेँ त्यसपछि यता सानी यहाँ बसिरहेको छन् के भन्दैछन् त्यसपछि गएर यता ज्वाइँलाई निन्द्रा पुगेन ज्वाइँलाई निन्द्रै पुगेन हो ह्यापी दसैँ रे अब बहिनी उता भान्जोलाई खेलाउँदैछु है ज्वाइँ सब यता हुनुहुन्छ ल बहिनी दसैँको ह्यापी बर्थडे ल हाम्रो चाहिँ 2082 को दसैँ चाहिँ यस्तो छ यस दसैँको जमारा पनि रेडी भइसकेको छ बहिनीले यहाँ सेलरोटी बनाएर ट्याक्क राखिसकेको छ है ट्याक्क यस्तो छ बाबु ल के भन्न चाहनुहुन्छ त्यसो भन्नु के पनि थाहा अनि त्यो राति कहाँ थाहा हुन्छ सुत्या बेला बाबु यता यी गफ गर्दै हुनुहुन्छ बहिनी यता यी कफी खाइरहेको छ सानी के भन्छौ त्यहाँ भिडियोमा आउला त्यहाँ कुरा काटे सुन्ला फेरि यहाँ चाहिँ अब चाहिँ दसैँको लागि पुरा तयारी भइरहेछ बहिनीले यता यी आलुको अचार बनाउन पुरा तयारी गरिसकेको छ यता सानीले चाहिँ रोस्ट बनाइरहेको छन् यहाँनिर यो बहिनी चाहिँ यता के गर्दैछन् बाबु उता कता जानु लाग्नुभयो त्यसपछि गएर यस्तो यो सानो बहिनी त्यहाँ के गर्दैछ म यता छु हाम्रो चाहिँ दसैँ यहाँ एकदम रमाइलो भइरह दसैँको लागि यो रोस्ट टिकाको तयारी पनि हुँदैछ उता बाबु रोस्ट खाँदै हुनुहुन्छ फाइनली टिकाको तयारी चाहिँ भइसकेको छ यता टिका यता दियो बाल्यो यता जमारा ट्याक्कल हाम्रो चाहिँ फाइनली टिकाको तयारी भइसकेको छ म रेडी भएर बसिसकेको छु यता सानी पनि रेडी भएको छैन ज्वाइँ बहिनीहरू कोही पनि रेडी भएको छैन म चाहिँ रेडी भइसकेँ अब मैले चाहिँ अब आफैले टिका लगाउने हो नि त त्यही भएर म आफैले टिका लगाउँछु म चाहिँ रेडी भइसकेँ अब ल हाम्रो चाहिँ दसैँ सुरु भइसक्यो अब हाम्रो यहाँ टिकाको प्रोग्राम सुरु भइसक्यो है तपाईँ के यता आउनु के उता बाघ भनेको बुझ्नु पर्यो नि त
अरे राम्रो बाङ्गो भयो ठिकै बाङ्गो भएर राम्रो हो थिच्दिनु भने मैले सिधा झर्दो रहेछ जस्तो है अब पर्दा खोलेर हेरौँ न जमारा उज्यालो राम्रो नआउँदैन जमारा ल कस्तो आउँछ भने कस्तो अँध्यारो खोली हेर्नु दाइ पर्दा टाइम एकछिन हो यहाँ भिडियो बनाइरह जापान पैसामा कलर लाग्नु हुने होला ल ल लाग्यो अलिकति यार समो न ल लग्ने ल ल ओहो फोटो हाल्नु पर्यो नि ल भएन यार दाइ त हेर्नु है फोटो खिच्ने बेला अब म कहाँ उता हेरेर बस्छु त टिका लगाइदिनु फोटो नि हाल्नु पोर्ट्रेटबाट नि हाल्नु पोर्ट्रेटबाट त के हो त नि भेटिँदै नभेटिने नभए आशिष अझ डरो दिनु आशिष त कुरै नहाल्ने कति दिइरहेको छ धनी हुन 33 वर्ष पुग्नु नपरोस् भन्नु अब अर्को वर्ष भान्जोलाई पनि लाउन पाइयोस् अर्को वर्ष त नभन्नु दाइ नेपाल भ्याउँदैन भान्जो भान्जिने त अलिक गाह्रो होला नि त त्यही नि भ्याउँदैन अलि बहिनीलाई गाह्रो हुन्छ नि त नि भान्जो भान्जिने एकचोटि कस्तो कुरा भान्जो नै भनेर त होइन बाबु होइन मैले भान्जो नै भने ल मैले भने नि त होइन बाबु भन्न त पाइयो नि पाइयो भान्जै भएकै राम्रो सुरुमा त्यही त त्यस्तो हो त मेरो आशिष चाहिँ लाओस् है त अलि माथि है दाइ तर यो वर्ष चाहिँ होइन यो वर्ष त नेपाल जानुपर्छ अर्को दसैँमा यो वर्ष होइन बाबु नेपाल नि अर्को वर्ष जाने होला अनि मैले नि यो वर्ष हात नहल्लाउनु है यहाँ फोटो आउँदैन राम्रो फेरि के अरे दसैँ नाक सानो बच्चा भयो भने अनि पेटमै भयो भने त पाइएन नि त जानु त्यही भएर यो वर्ष ल अङ्कल आन्टी सबैजना अब हाम्रो फ्यामिली सबैजना सुन्नु है ज्वाइँले के भन्दै हुनुहुन्छ ज्वाइँको राय के छ बोलेकै हाल्ने हो ओ माई गुडनेस भन न अझै ओ माई गड त्यस्तो चाहिँ भएन के बोले ज्वाइँ सोझो ज्वाइँले त खतरा बोलिदिनु हो त्योमा सोध्दैन लाटो त्यो बोल्ने पनि कुरा हो अनि भएको कुरा भने त नभएको कुरा भने म जमाएर दिन्छु ह जमाएर दिएर गोडामा ढोक्छु ढोक्रा त ढोक्नु पर्दैन गोडा ढोक्नुपर्छ है बाबु मान्नु न ज्वाइँले बुढाबुढी सबजनाको झन् गोडा दिनु यहाँ हातेमा ढोक्यो नि कहाँ त्यस्तो बहिनी चाहिँ बहिनीको चाहिँ ढोक्छु पर्दैन बहिनीको चाहिँ बरु बहिनीको ज्वाइँले किन नमान्नु भयो बिहानै नि ढोके होइन म त खुट्टा ढोक्न त दिन्न बिहानै खिच ढोक्छु कपाली खिच 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 ल ल दिनु खुट्टा भन्दा रातो लाग्छ है अब यो यसो त हातले छुनु न त ढोक्नु पर्दैन फेरि जौरो झला भने त्यस्तो पर्दैन भाउजू नै पर्दैन पर्दैन कहाँ अब त ढोकेर बस्छ त अब एउटा खिच कपाली बाबु अलिकति निहुरिनु पर्छ कि बाबु अलि टाढै भन्नुभयो कि ल ल अब यिनीहरूलाई हाँसी चाहिँ मैले मनमा नै दिइरहेको छु मनमा नै दिनु तर अलिक डर दिनु झ्याप्पै लाग्छ झ्यापै लाग्यो झ्याप्पै लाग्ने गरी दिन्छ है त ल ल बाबु हल्लाउन छोड्यो भने त आँखा पुलुक्क खोलिहाल्ने म चाहिँ निन्द्रामा नपुग्ने त्यस्तो कमलले अलिक अगाडि सेक्यो भाइको ज्यान ठुलो छ ल बाबु ल बहिनी जराजको माथिको लुगाको चाहिँ बिजो घाँस माथिको लुगा नि देखाएर बेडमा राखिदियो भए त त्यहाँ राख्नु सक्छ ठिक छ दाइ अलिकति थोरै नबढाउनु भने बडा होइन कि ल अब
ल बाबु खै घोडा ल यहीँ ढोक्नु हामी घोडा लिनु पाल्नु छिटो न भयो खुट्टा दुखिरहेको ल बहिनी खै घोडा रोकौँ खै घोडा रोकौँ घोडा देऊ न राम्रो फर्किन्छ जमारा ल फोटो किन भिडियो खिचिदिन्छु मैले फोटो रोकिदिइरहेको रहेछ त भिडियोमा पठाउनु यार नङले गोप्ला कप्पा भन्दाखेरि ल दुईचोटि ल ल जमारा दिइसकेँ होइन म हात धोगौँ तपाईँलाई दिनु दाइलाई पनि थाहा छ अब खै त्यो यहाँबाट एउटा पैसा झिका त खुट्टा ढोग्ने नै भयो अब केमा छुट्याउनु पर्दैन अब मेरो भयो छुट्याउने होइन के हामी फोटो खिचौँ न पर्दैन उता फर्किनु न सानो यो हटाउँ न है ल्याउ त यही गर्छु जस्तो लाग्छ मलाई है भाडाको पैसामा टिका लगाइदिन्छु जस्तो लाग्छ अब के हो कसो हो ल यो भान्जोलाई बहिनी भन्नु ए लाउनु अनि फोटो खिच न ल हाम्रो चाहिँ 2082 सालको चाहिँ टिका लगाउने प्रोग्राम चाहिँ सकिसकेको छ भिडियो तपाईँहरूले हेर्नुभयो हजुरहरूको दसैँ कस्तो भयो यसो कमेन्ट पनि गर्नु होला हाम्रो चाहिँ अब जे होस् फाइनली हामीले चाहिँ टिका पनि लगाइसकेका छौँ टिका लगाएर हामी यहाँ फोटोसुटमा हिँडिरहेको छौँ फोटोसुट गर्न जाँदैछौँ फोटोसुट गर्न जाँदा टिका लगाएर चस्मा लगाएर यता अब बहिनी ज्वाइँको फोटोसुट भइरह यता यता बहिनी ज्वाइँले चाहिँ यता यो फोटो खिचिरहनु भयो अनि सानी सानी चाहिँ यता छिन् हो यता छिन् सानी चाहिँ यहाँ हाम्रो जोडी चाहिँ यता छौँ है ल ह्याप्पी दसैँ हाम्रो चाहिँ दसैँ अब जे होस् उता फ्यामिलीहरूले उता रमाइलो गरेर न यता हामी सबैजना यता जम्मा भएर यता रमाइलो गरेर फाइनली हाम्रो चाहिँ फोटोसुट पनि सकिसकेको छ सानो बहिनी र ज्वाइँ चाहिँ फर्किसक्नुभयो हामी चाहिँ यहाँ 5 जना भान्जो सहित 5 जना छौँ अब चाहिँ हामी यहाँ यो यताको यो पार्कमा चाहिँ हामी फोटो खिच्नु भनेर आएको थियौँ अब चाहिँ हामी फर्किँदैछौँ हाम्रो चाहिँ 2082 सालको दसैँ एकदम रमाइलो भयो अनि प्लस फ्यामिलीहरू सबैजनालाई धेरैभन्दा धेरै मिस गऱ्यौँ हामीले सबैजनालाई धेरै मिस गऱ्यौँ जे होस् विदेशमै भए पनि दुःखी भएर बस्नुभन्दा हामी भएको जति सबैजना बहिनी ज्वाइँ म बुढी भान्जो सबजना कि सबैजना जम्मा भएर चाहिँ रमाइलो गर्नुपर्छ भन्ने सोचले चाहिँ अनि हामीले चाहिँ एकदम रमाइलो गरेर यो वर्षको दसैँ चाहिँ मनायौँ सबैजनालाई धेरै धेरै मिस गर्दै 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 दसैँ मनायौँ हजुरहरूको दसैँ कस्तो भयो हाम्रो त एकदम रमाइलो भयो दसैँ ट्याक्क दसैँ लगभग अब आज अब यतै बसेर अनि हामी अब भोलि फर्किन्छौँ अब ट्याक्क अब फोटोसुट सकिसक्यो अब टक्क यहाँबाट जान्छौँ कपडा फेर्छौँ त्यसपछि यति बेरसम्म भक्कै छौँ यहाँ अहिले दिउँसोको लगभग 2:30 भइसक्यो हामी चाहिँ अहिले केउतोमा छौँ ल अब हामी चाहिँ अब फर्किसक्यौँ फोटोसुट गरेर जे छ यहाँ अहिले हामी फोटोसुट गर्न आँट उनीहरूको भ्यू चाहिँ यो चाहिँ पार्क हो जे छ के रे पछुरी तिम्रो भन्नु बाबु अनि यो वर्षको दसैँ चाहिँ कस्तो भयो त रमाइलो भयो एकदम रमाइलो कस्तो भयो कस्तो भयो बहिनी पालिले दसैँ विदेशमा बहिनीहरूलाई दसैँ हाल्छ जस हामीलाई किन नलाइदिएको हामीलाई पनि रमाइलो भयो बोको नमाइलो है हामी चाहिँ आइकन कपडा फेरिकन खाना पनि थालिसक्यौँ है दाइ आइसक्यो म खाँदै भन्नु परिकार यता छ अन्डा बना भयो भने यसो अन्डा 2-4 वटा हेलो साथीहरू गुड मर्निङ अब आज चाहिँ हामी यहाँबाट अब फर्किने तयारीमा छौँ अब हामी यहाँ केउटोमा गएर घुमिहरू फर्किन्छौँ यता यसरी बसिरहेको छ यता सानी यता हामी चाहिँ अब सबैजनालाई चाहिँ जाने तयारीमा छौँ है त गाइस ल अब हामी फर्किने तयारीमा छौँ केउटो घुम्दैछौँ हामी यहाँ फोटो खिच्दैछन् बहिनी दाइहरू उनीहरू उता फोटो खिच्दैछन् फोटो भिडियो बनाउँदैछन् हामी चाहिँ यहाँ केउटो टाउराइछौँ
ए भिडियो सुट फोटोसुट धमाधम भइरह यो केउतुको टावर घुम्नको लागि भित्र छिरिसकेछौँ। पछाडि बहिनी चाहिँ सबैजना आउँदैछन्। जाँदैछौँ पुरै हेर्नुलाई त। हामी चाहिँ ठ्याक्क यो टावरमा जानको लागि टिकट पनि काटिसक्यौँ। टिकट खै त एउटा फाइनली हामीले चाहिँ टिकट पनि काटिसक्यौँ है। टिकट पनि काटिसक्यौँ टिकटको। हामी चाहिँ यो टायरमा जाँदैछौँ। टिकट पनि लिइसकेको छौँ। अब हामी चाहिँ यो टावरमा चढ्दैछौँ। कति एन पर्दो रहेछ एकजनाको? 900 एन पर्दो रहेछ एकजनाको चाहिँ। ल 900 एन पर्दो रहेछ है एकजनाको चाहिँ। मेरो मलाई दिनु भाइ त। एकजनाको चाहिँ ठ्याक्कै यहाँको चाहिँ 900 एन पर्दो रहेछ। हामी चाहिँ जानलाई पुरै तयारी अवस्थामा छौँ है त। अब हामी चाहिँ एरोबाटाबाट चाहिँ ठिकै 11 जान्छौँ। सबजना गाडी यहाँसम्म चाहिँ फ्री रहेछ। यहाँबाट चाहिँ त्यहाँबाट यो देखाउँछ। पछाडि तलसम्म त चढ्यौँ। हेलो यस्तो छ 2025। टिकट गरिकन चढिसक्यौँ है त। अब हामी चाहिँ चढिसक्यौँ है त। बजार हेर्दैछ है सानीले चाहिँ। बहिनीले नि हेर्दैछ पुरै केउतो बजार पुरै। हामी लगभग धेरै माथि। वाउ के देख्यौ तिमीले? सही ल दामी रहेछ। यहाँबाट हेर्ने अब म हेर्छु है त। हो यहाँ घुम्ने रहेछ नि त यो त समुद्र। जुम गरेर हेर्न मिल्दो रहेछ क्या। के को फोटो हेर्नु? हो गाइज हामी 900 तिरेर चढेको टावर चाहिँ यो है। हामी चाहिँ अहिले धेरै माथि छ। फोटो खिचेको त्यहाँ ल म एक राउन्ड पुरै घुम्छु है त। ज्वाइँ साहब हेर्दै हुनुहुन्छ यहाँबाट। उतै हेर्न ल यहाँ अब सानीले चाहिँ हेरेर भिडियो गर्नु छिन्दै। ल हेर घुमाएर हेर्ने हो कि यता दायाँ बायाँ तल माथि। अनि त्यही त खोज्यो न अब अन्त अन्त। यता हेरेर छु है अहिले। उहाँ मन्दिर ऊ त्यहाँ हेर त ऊ मन्दिर देख्यो उहाँ के ऊ त्यो हो अरे तिमीले राम्रोसँग देख्यौ कि
सानीले चाहिँ यहाँ दूरबीनबाट चाहिँ यहाँ भएको मन्दिर देख्यो रे, त्यो मन्दिर देखेको अरे। म एक राउन्ड घुमेर आउँछु है। आज त्यस्तो केही त रहन्छ वाउ रहन्छ वाउ चाहिँ छैन रहेछ अहिले हामी यहाँ छौँ यसमा छौँ हामी अहिले यहाँ तलदेखिबाट यहाँ आइपुग्यो आउनु चाहिँ तर खासै यस्तो वाउ चाहिँ रहन्छ सायद 11 बाट माथि 5 भने हामी चाहिँ यहाँ यो क्याउतोको मन्दिर पनि घुम्न जाँदैछौँ। मन्दिर भने नि त बाबु हजुर फर्क्यौँ है त यहाँबाट ट्रेन चढेर फर्किसक्यौँ। ल के भन्न चाहन्छु भिडियोको अन्तिम अन्तिममा आइपुग्यौँ हामी। तिमी धेरै राम्रो भइन्छ भिडियो पुरै हेरेर तिमीहरूसँग साथ सपोर्ट गरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।